कोरियामा कोही पढ्न आउँदै हुनुहुन्छ भने ल्यापटपहरू लिएर आउने कि नल्याउने भनेर सोध्दै थिएँ। अनि मेरो अनुसारमा चाहिँ मैले चाहिँ लिएरै आएको हो है। अनि अब तपाईँहरूले पनि ल्याउनै पर्छ भन्ने चाहिँ जरुरी छैन होइन। तर ल्याएको चाहिँ भन्दा पनि अब यता सस्तै पाउँछ क्या। अनि मलाई चाहिँ मैले चाहिँ एउटा ल्यापटप बोकेर आएँ होइन। अलिक ठुलै टाइपको लिएर आएँ। अनि तर चाहिने चाहिँ त्यस्तो हेभी खालको पनि चाहिँदैन क्या। नर्मल्ली त्यही डकुमेन्ट्सहरू बनाउनु ओर्नु मात्रै चाहिने हो। त्यो वर्डहरू अफिस फाइलहरू चल्यो भने पुग्यो क्या। त्यस्तो खालको चल्ने त्यही 30-40 हजारमा त्यतै पाउनुभयो भने त्यतैबाट लिएर आउँदा पनि हुन्छ। अनि होइन अब अलिक राम्रै लिन्छु पछिको लागि पनि भन्नुहुन्छ भने चाहिँ राम्रै उतैबाट किनेर ल्याउँदा पनि हुन्छ। अनि यतै आएर किन्छु भन्दा पनि हुन्छ। म चाहिँ के भन्छु भने ल्यापटप भन्दा पनि ट्याबै किनेको चाहिँ जस्तो ठिक लाग्छ क्या। त्यही हो।